नेपालद्वारा वेस्ट इन्डिज पराजित एक ऐतिहासिक क्षण। नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। यो नेपालको क्रिकेट इतिहासमा कुनै पनि टेस्ट खेल्ने राष्ट्रमाथिको पहिलो जित हो। यो जितसँगै नेपालले 3 खेलको टी20 सिरिजमा 1-0 को अग्रता लिएको छ। शारजाहमा भएको पहिलो टी20 खेलमा नेपालले वेस्ट इन्डिजलाई 19 रनले हराएको हो। जितका लागि 149 रनको लक्ष्य पछ्याएको 2 पटकको विश्व विजेता वेस्ट इन्डिज नेपालको कसिलो बलिङ सामु 20 ओभरमा 9 विकेट गुमाएर 129 रनमा समेटियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक 2 विकेट लिए भने दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित राजवंशी र कप्तान रोहित पौडेलले किफायती बलिङ गर्दै 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाउँदै 148 रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक 38 रनको महत्त्वपूर्ण पारी खेले भने कुशल मल्लले 30 र गुलसन झाले 22 रन बनाए। वेस्ट इन्डिजका अनुभवी बलर जेसन होल्डरले 4 विकेट लिएका थिए। यो ऐतिहासिक जितले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ। सिरिजको दोस्रो खेल सोमबार र तेस्रो खेल मङ्गलबार हुनेछ।